यो महाभियोग भन्ने बेलामा महाअभियोग ल अभियोग भन्दा बित्तिकै पहिला महाभियोग नेपालको वर्तमान संविधानको धारा 101 मा व्यवस्था गरेको छ। पहिला यो बुझ्नु पर्यो। महाभियोग नेपालको संविधानको धारा 101 मा व्यवस्था गरेको छ र महाभियोग लाग्ने पद दुई किसिमबाट विभाजन गरेर हेर्छु मैले। हेर्नु, स्पेशली हेर्ने बेलामा महाभियोग भनेको दुई किसिमबाट हेर्छु। एउटा चाहिँ के हो भने पार्ट 1, एउटा पार्ट 2 भनेर। एउटा यहाँ पार्ट 1 मा राष्ट्रपति किन छुट्टाएको भन्ने अहिले एकछिनमा बुझ्नुहुन्छ। राष्ट्रपति एउटा, अनि अर्को भनेको उपराष्ट्रपति है। उपराष्ट्रपति भनेर एउटा पाटोमा चाहिँ यिनी छन् महाभियोग लाग्ने। अनि अर्को पाटोमा के छ भने दोस्रोमा यो प्रधान न्यायाधीश छ। दोस्रो नम्बरमा के छ त भन्दाखेरि प्रधान न्यायाधीश, हेर्नु है, दोस्रो नम्बरमा प्रधान न्यायाधीश, एक नम्बरमा प्रधान न्यायाधीश, दोस्रो नम्बरमा। दुई नम्बरमा सर्वोच्च अदालतका न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश। अनि तेस्रो नम्बरमा भनेको न्याय परिषदको सदस्य, है, न्याय परिषदको सदस्य छ। अनि चौथो नम्बरमा के छ भने संवैधानिक निकायको, चौथो नम्बरमा संवैधानिक निकायका प्रमुख र पदाधिकारी भनेको 13 वटा संवैधानिक निकाय छ नि। अमलो, निरारा, महिला 10, जनजाति मथामु भन्ने फर्मुला छ क्या। यो न्यायाधीश, यो संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू है, पदाधिकारीहरू भनेर यसमा चाहिँ यति कुरा के छ भन्दाखेरि यी महाभियोग लाग्ने पद हुन्। ल बोर्डमा हेर्नु, एकदम ध्यान लाएर हेर्नु। जीकेमा चाहिँ तपाईहरुले 6 वटा प्रश्न आउने हो नि त। संविधान यसरी इम्पोर्टेन्ट कुरा चाहिँ यसरी जानु। र महाभियोग लाग्ने पदहरू के हुन् भनेर प्रश्न आयो भने यो राष्ट्रपति, उपराष्ट्रपति, प्रधान न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश, न्याय परिषदको सदस्य नेपालको वर्तमान संविधानको धारा 153 मा व्यवस्था गरेको छ। अनि संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू भनेको भाग 21 देखि 27 सम्म छ हैन। अन्य आयोग भनेर राखेको छ 27 मा। 26 सम्म अम, लो, नि, रा, महिला, 10, जनजाति मथामु भनेर वर्गीकरण गरेको छ। यो भनेको के हो त भन्दाखेरि यी पदमा रहेका यिनीहरूलाई महाभियोग लाग्छ। कस्ता पद हुन् भनेपछि अब किन महाभियोग लाग्छ भनौँ भने हेर्नु है, किन महाभियोग लाग्छ भनौँ भने आचरण उल्लङ्घन गरेमा हैन। आचरण उल्लङ्घन गर्यो भने संविधान र कानुनको उल्लङ्घन गर्यो, आचरण उल्लङ्घन गर्यो, अनि संविधान र कानुनको गम्भीर उल्लङ्घन गर्यो, संविधान र कानुनको गम्भीर उल्लङ्घन गर्यो हैन, गम्भीर उल्लङ्घन गर्यो। अनि अर्को भनेको चाहिँ यो आफ्नो त के भने पद तथा जिम्मेवारी वहन गर्न सकेन, पद तथा यो पदको जिम्मेवारी है, पदको जिम्मेवारी वहन गर्न सकेन भनौँ। यो पदको जिम्मेवारी वहन गर्न सकेन, जिम्मेवारी वहन गर्न सकेन, यस्ता कुरा चाहिँ भयो भने यस्ता कन्डिसनबाट महाभियोग लाग्छ। किन लाग्छ महाभियोग अब सुन्नु है। अब यसमा जान्न पर्ने कुरा प्रस्ताव कले, एउटा लाग्ने पद को हुन् हेर्नु यहाँ यसरी। यो के हो त भन्दा पद के हुन् भन्ने। अब प्रस्ताव कले गर्छ त हेर्नु है, प्रस्ताव कले गर्छ भनेर प्रश्न आउन सक्छ। प्रस्ताव गर्नको लागि यो भनेको के हो त भन्दा प्रतिनिधि सभा। हाम्रो नेपालको संविधान अनुसार यो के हो त भन्दा 2 सदनात्मक व्यवस्थापिका छ हेर्नु। 2 सदनात्मक व्यवस्थापिका छ र 2 सदनात्मक व्यवस्थापिकामा प्रतिनिधि सभा र राष्ट्रिय सभा भनेर 2 छ। राष्ट्रिय सभा स्थायी सदन हो, प्रतिनिधि सभा भनेको अस्थायी सदन। यसरी यो प्रतिनिधि सभा र राष्ट्रिय सभा छ। प्रतिनिधि सभाको कले त भन्दाखेरि 1/4 सदस्यले भनेको प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्यको 1/4 सदस्यले महाभियोग प्रस्ताव गर्न सक्छ। तर यसमा महाभियोग समिति हुन्छ। अहिले एकछिनमा म कुरा गर्छु। त्यसको सिफारिस दियो भने यसले 1/4 पारित गर्ने, के अरे प्रस्ताव गर्ने। यता पनि के हो प्रस्ताव गर्ने कुरा के हो त भन्दाखेरि 1/4 सदस्यले नै हो। कले भन्दा यही प्रतिनिधि सभाका
है। प्रतिनिधि सभाका 1/4 सदस्यले के गर्छन् भन्दाखेरि प्रस्ताव पेश गर्छन्, लान्छन्। हेर्नु त, प्रस्ताव लानुभन्दा अगाडि हेर्नु है, प्रस्ताव लानुभन्दा अगाडि के छ त भन्नुहुन्छ भन्दाखेरि यसमा एउटा के हुन्छ भने यो प्रस्ताव लानको लागि प्रतिनिधि सभाका 1/4 सदस्यले प्रस्ताव लानुको अगाडि यसमा दुईटा कुरा जान्नु पर्यो। एउटा के हुन्छ भने प्रतिनिधि सभामा है, सभामा के हुन्छ भने 11 सदस्य चाहिँ महाभियोग समिति हुन्छ। 11 सदस्य महाभियोग समिति हुन्छ, महाअभियोग समिति हुन्छ। हेर्नु, अभियोग समिति हुन्छ एउटा 11 सदस्यमा। राष्ट्रिय सभामा होइन है, प्रतिनिधि सभामा महाभियोग समिति हुन्छ एउटा। यो कुरा बुझ्नु पर्यो हैन। यो महाभियोग समितिलाई पनि प्रतिनिधि सभामा 11 सदस्य महाभियोग समिति हुन्छ। यसले चाहिँ अध्ययन गरेर यसले चाहिँ सिफारिस गर्यो भने प्रतिनिधि सभाका सदस्यको 1/4ले महाभियोग प्रस्ताव पेश गर्ने हुन्। तर यसले सिफारिस गर्नु पर्यो। यसले सिफारिस गर्ने कन्डिसन पनि के हुन सक्छ भने त्यहाँ तपाईँले संविधान गएर हेर्नुभयो भने यसले 11 सदस्य महाभियोग समिति हुन्छ। यसलाई पनि कसले भन्न सक्छ भने प्रतिनिधि सभामा रहेका संसद यो सदस्य कम्तीमा सदस्यमा चाहिँ सदस्य प्रतिनिधि सभामा रहेका कम्तीमा 3 जना सदस्यले, कम्तीमा भनेपछि बढीमा त जति नै हुन सक्छ, कम्तीमा 3 सदस्यले के गरे भन्दा प्रमाणित गरेर यो महाभियोग लाग्न पर्छ, यस्ता यस्ता काम गरौँ भन्यो भने यो महाभियोग समितिले यसलाई के गर्छ भने अध्ययन गर्छ, छानबिन गर्छ, हो कि होइन महाभियोग लाग्ने काम गरेको छ कि छैन भनेर विस्तृत अध्ययन गर्छ यसले महाभियोग समितिले। र विस्तृत अध्ययन गरिसकेपछि यो महाभियोग लाग्नका लागि चाहिँ यो चाहिँ यस्तो काम गरेको रहेछ है, आचरण उल्लङ्घन गरेको रहेछ, संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको रहेछ, अनि आफ्नो शारीरिक तथा मानसिक कारणले चाहिँ यसले पद तथा सेवामा गएर काम गर्न सक्दो रहेछ र यसले चाहिँ आफ्नो जिम्मेवारी वहन गरेको रहेछ, यिनी कारणले गर्दा चाहिँ यसलाई महाभियोग लाग्न उपयुक्त छ है भनेर यो कम्तीमा 3 जना सदस्यले प्रमाणित गरेको कुरा महाभियोगले हेर्यो भने महाभियोगले हेरेर यसको छलफल गरेर यसको प्रतिवेदन र भनेर यसलाई चाहिँ प्रतिनिधि सभामा पेश गर्यो भने यो प्रतिनिधि सभाका 1/4 सदस्यले महाभियोग प्रस्ताव राख्छन्। कहाँ भन्दा संसदमा। अब हेर्नु है, अब यति प्रस्ताव यसरी राख्छन्। प्रस्ताव भइसकेपछि दोस्रो नम्बरमा तेस्रो नम्बरमा यो 2 नम्बर भयो, एउटा पद भयो। हेर्नु, एउटा पद भयो 1 नम्बरमा। अनि अर्को नम्बरमा के हो त भन्दाखेरि यहाँ 3 नम्बरमा आएर पारित कसरी हुन्छ त, फेरि पारित कसरी हुन्छ भन्नु भने जस्तै अब महाभियोग प्रस्ताव पेश गर्दैमा चाहिँ पारित त हुन्न, कसैले चोर भन्दैमा त चोर त हुँदैन नि त, त्यो के हुनु पर्यो, पारित हुनु पर्यो नि। त्यो पारित हुनको लागि के हुन्छ भने यसमा अघि मैले 2 भागमा छुट्याएको कारण के हो त भन्दा पारित हुन यसले के गर्छ भने प्रतिनिधि सभाको है, प्रतिनिधि सभा र राष्ट्रिय सभा, यो दुईटा कुरा, राष्ट्रिय सभा बोर्डमा हेर्नु है, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुईटा हो। यो कुनको लागि भन्दा माथिका पदको लागि। हेर्नु त, यो प्रतिनिधि सभा र राष्ट्रिय सभा, यो राष्ट्रपति र उपराष्ट्रपतिको पदको लागि यहाँ दुईटा छुट्याएको छु नि मैले। हो, यसमा चाहिँ के हुन्छ भने पारित कसरी हुने भयो भन्दा प्रतिनिधि सभा र राष्ट्रिय सभाको तत्काल कायम रहेको 2/3 सदस्यले के गरे भने यो महाभियोग चाहिँ लाग्ने रहेछ भनेर यिनीहरूले चाहिँ भोट हालेर ताली पड्कायो भने यिनीहरूको पद के हुन्छ भन्दाखेरि यो महाभियोग पारित हुन्छ र यिनीहरू पदमुक्त हुन्छन्। त्यही भएर ख्याल गर्नु होला, दुवै सदनको संयुक्त बैठकले को 2/3 सदस्यले पारित गर्यो भने राष्ट्रपतिको पद आउट हुन्छ र अनि उपराष्ट्रपति भनेको पदबाट आउट हुन्छ। दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभा, ख्याल गर्नु होला। तर यतापट्टिका अघि मैले लेखेका, यतापट्टि लेखेका हेर्नु त, तर यिनी के हुन् त भन्दाखेरि अघि मैले प्रधान न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश, न्याय परिषदका सदस्य हैन, अनि अर्को भनेको चाहिँ न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू प्रतिनिधि सभाको मात्र है, प्रतिनिधि सभाको 2/3बाट पारित भयो भने के हुन्छ भने यिनीहरू पदमुक्त हुन्छन्।
यसरी चाहिँ बुझ्नु पर्यो।